इन्टरमिटेन्ट फास्टिङ भनेको चाहिँ हामी केही समय केही ग्याप राखेर खाना खाने भन्ने बुझिन्छ। उमेर अनुसार त्यसका पनि आफ्ना आफ्ना कायदा छन्, तर विशेष गरी कम्तीमा पनि 12 देखि 14 घण्टा भोकै बस्यो भने त्यो एक किसिमको इन्टरमिटेन्ट फास्टिङ हो। भनेको 12 देखि 14 घण्टासम्म तपाईले पानी चाहिँ खान मिल्यो, त्योभन्दा अरू चिज चाहिँ खान भएन। र यो किन फाइदाजनक छ भन्दाखेरि हामीले शरीरमा त्यति ब्रेक गर्दाखेरि 12 देखि 14-16 घण्टा ब्रेक गर्दाखेरि चाहिँ हाम्रो शरीरमा बढी भएको चिजहरू जस्तो चाहिँ सुगर भयो, त्यसपछि कोलेस्ट्रोल भयो, फ्याटहरू भयो, यिनै कुराहरूलाई नै शरीरले पचाएर त्यसलाई चाहिँ एउटा इनर्जीको रूपमा चाहिँ युज गर्छ। तर तपाईले खाइ नै राख्नुभयो भने तपाईको हामीले जे खाइन्छ त्यसबाट नै शरीरले इनर्जी लिने भएको हुनाले हामीको शरीरमा भएको एक्स्ट्रा इनर्जी चाहिँ फेरि थपिँदै जान्छ। त्यसले गर्दाखेरि इनर्जी भनेको चाहिँ वाटेभर सेन्समा जस्तो सुगर हुन सक्ने भयो, कोलेस्ट्रोलहरू हुन सक्ने भए, त्यसपछि गएर फ्याट भयो, यो सबै कुराहरू चाहिँ इन्टरमिटेन्ट फास्टिङमा चाहिँ बर्न भएर जान्छ। भनेको शरीरले त्यसलाई युज गर्छ। त्यसले गर्दाखेरि चाहिँ एक किसिमले इन्टरमिटेन्ट फास्टिङ बस्दाखेरि कोलेस्ट्रोल, सुगर र यो मोटोपना चाहिँ बिस्तारै रूपमा चाहिँ कम भएर जान्छ।